everyone, welcome back to my YouTube channel Sujika Maji 17. हजुर सबैजना सन्चै हुनुहुन्छ होला अनि म पनि एकदम सन्चै छु। आज चाहिँ मेरो डे अफ, सो म चाहिँ साथीको घर जाँदै छु। त्यसपछि हामीहरु चाहिँ आज साडी लगाएर टिकटक बनाउने प्लान छ। सो म त्यसको घर जाँदै छु। त के गर्दैछ हेर्नु है। के गरेको? के लिन गएको? स्याम्पू लिनु दोकान। तेरा बाजे हाम्रो चाहिँ बाटोमा भेट भयो। अब हामीहरु स्याम्पू लिएर जाँदैछौँ। सक्दैन हुँदैन साले लुगा धुँदै थियौ। यति लुगा धुनु मैले यति लुगा धुन मलाई 5-10 मिनेट लाग्यो। मलाई त अलिक धेरै टाइम लाग्छ। म अलिक मजाले धुन्छु त एकदम मजाले धुन्छु म। लाइन पनि आएन। लाइन पठाइदिनु पर्यो है। कता कता लाइन छ। आस्था पनि नहुँदो रहेछ। लालु नआको गाई म चाहिँ अहिले घर आइसके। त्यो अन्जना चाहिँ मेरो साथी चाहिँ के अरे नुहाउन लागिरहेको रहेछ। नुहाएर आउँछु भनेको छ। त्यस पछाडि हामी चाहिँ टिकटक बनाउन जान्छौँ। अनि अहिले चाहिँ लाइन पनि छैन क्या। बिहानदेखि लाइनै नभएर झ्याउ लागिरहेको। म चाहिँ शिवानीलाई आई लाइनर लगाइदिनु लागेको। मलाई लाउन त आउँदैन, त्यही भएर ट्राई गर्न लागेको कि कस्तो भयो तपाईँहरू भनिदिनु होला है त। भएन भने हुन्छ हौ। हल्का विङ्स मात्रै निकालिदिन्छु म यसको। हेर त आँखा उगाड त उगाड न। भएन त कस्तो राम्रो भयो। वाह अहिले कस्तो राम्रो भइरहेछ। भेटेन आज चाहिँ हामीहरू टिकटक बनाउँछौँ। चार्जै छैन। चार्ज सकिन लागिसक्यो। फोन राखेरै फोन चार्ज सकिन लागिसक्यो। के भएको गाइस हेर त। यहाँ गाइजहरू हेर्नुहोस् त कस्तो राम्रो देखियो है। वाउ। अब हल्का यसमा मस्कारा लगाउनुपर्छ। मस्कारा लगाइसके पछाडि त राम ऐना मान्छे त फोन आउँदै राम्रो देखेर के ऐना मान्छे देखेर त्यो राम्रो देखेको छ हौ। अब मस्कारा लगाउन न कस्तो राम्रो देख्छ हौ। माथि हेर्छ नि कस्तो बाक्लो परेर छ। झन् मस्कारा लगायो भने त माथि हेर्न यसरी। माथि हेर्न हौ हतिसरी क्या। ल वाउ ऐना बिटकटिक मात्रै आउँछ। कस्तो राम्रो देखिन्छ नि गाइज हेर्नु नै। कति राम्रो छ है मेरो बहिनी। मन परेमा कसैलाई लाउने हो भने मात्र है कन्ट्याक्ट गर्नु होला। चाउरेलाई त दिदिनँ नि म। किनभने थाहा छैन मोडल पो हो त मोडल। ऐना मान्छे हेर्न आँखै अर्कै छ हेर्न घर। अघि यो मैले यसको ट्रेडिङ पनि गरिदिएको केता पनि अर्कै भएर कस्तो राम्रो देखेको। गाइज हाम्रो चाहिँ मम्मीहरू चाहिँ आज फ्री भएर जान लागिराख्नु भएको छ। मम्मी र ड्याडी चाहिँ त्यही भएर मम्मीलाई चाहिँ म हल्का अब यहाँ रेडी गरिदिनु लागेको। कति कुर्ता सोर आज चाहिँ म हल्का मेडी भेस्ट लगाएर जानु भनेर यहाँ लुगा चाहिँ मैले लगाइदिइसकेँ। अब चाहिँ हल्का म अनुहार मेकअप गरिदिन्छु। बिचरा मलाई कभरे सुन्दा डर्नु पर्दैन हामीलाई। कभरे सुन्दा डर्नु पर्दैन हामीलाई। त्यस्तो मेकअप त गर्दैन। टिका सिका कपाल सपाल कोरिदिने मात्र हो। मम्मीको कपाल कोरिदिनु लागेको है। अब कान्छी यो लाउनु हो। फिर्तु अहिले नलाउने छु। नलाउनु अहिले त्यसले लान्छ। यति लाउँदैन ब्याट्री सिट लाउँछ। म सिम्पल कपाल कोर्छु है। सिम्पल त नि चिम्टीले कान्छीले त्यसरी लानु घामबाट बचाउने। कस्तो मजाले हाम्रो घरमा चाहिँ कस्तो मजाले चराचुरुङ्गीहरू कराएको सुनिन्छ क्या। रुखहरू त्यही त म चराहरू मार्नु दिन्न त। आउँछ क्याटिस बोकेर रुख वरिपरि भएको त चरा। अब त उयो जानु अब जमुना पाक्छ
अनि किच्ची पाक्दा राम 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 थोरै आउँदैन ल अच्छा आचा के आचा पकाउनु न त्यहाँ भएको छैन चिम्टीले सिरानी सिरानी होला नसिबा लगाएको चिम्टी दिएन तँ मैले पकाउँछु त चाहिँ ओसार्ने कान्छी ल यो हातमा लाउँदैन हुन्छ नि त्यो तेरो उयो क्या फलावर भएको जस्तै सिरानी माथि हुनु पर्ने त अगाडि हेर्नु त अलिकलाई चाहिँ अब हामीले के लगाइदिनु अब तपाईँको फुर्र उडेछ नि त त्यसले चेप्छ सपक्क बनाउने क्या के लगाइदिनु पर्ने कुसमुकुस हुन्छ हरेक के लाउँदै जानु कुसमुकुस हुन्छ हरेक के लाउँदै जानु लाउने बानी नभएर के त जेलले भएर धुलोले मलाई झन् पक्रक्क भरे रोटी हुनु लाग्छ कपाल त रोटी हुन्छ धुलो हुँदैन त रोटी हुन्छ धुलो तेरो लाउनु मन पर्दैन त मलाई केही पनि बरु आएर नुहाउनु मन परिहाल्छ के बोल्छ यो मम्मी बोल्नु न मेरो भ्लगमा के बोल्नु मलाई आउँदैन मलाई बोल्नु त आउँदैन कहिले बनाउनु भएन गफ मात्रै त्यो त्यहाँ आउने होइन हुन्छ त यहाँ पनि लाउँदा होइन र अनि सकिँदैन आज लाउँदा सकियो होला कहिले जिन्दगीमा नलाग लोभिनीहरू कहिले लगाएको छु नि त्यही पनि आज चाहिँ कताबाट आफ्नो अनुहार आफूले हेर्नु म जस्तो कसरी जज गरेर के लगाइदियो फेरि टिका यो लाउने बाटो टिका त अहिले लाउँछु पक्क उता लाउनु पर्छ नलाउनु शिवानीको तपाईँको र शिवानीको अनुहार मिल्दैन नि त सुट गर्दैन नि त लाउँदै भइरहेको त अब चाहिँ मम्मीलाई म सिन्दुर लगाइदिँदैछु है गाइस बाङ्गो नलाइदिए सिधा बोलाइदिनु न मेरो बाबाको आयु लामो होस् मेरो बाउलाई सधैँ माया गर्नु बाङ्गो भयो मैले थाहा पाइसकेँ मैले अघि निधार बाङ्गो ड्याडलाई सधैँ माया गर्नु हामीहरू बिहा गरेर गए पनि गरेकै छु ड्याडलाई मिठो मिठो भात पकाएर खुवाएर दिनु भोलि पर्सि बाङ्गो लगाइदियो तपाईँहरूलाई बेला बेलामा पैसा पठाइदिइराख्छु यहाँदेखि लगाइदिएन कहाँ बाङ्गो लाउँदैछ हौ सिन्दुर पनि ल कस्तो फुल त सिन्दुरतिर नलगाइदिएन भयो तपाईँहरू मोमो खाएर आउने अरे मोमो खाएर आउनु त्यहाँ फेरि मोमोको त्यहाँनिर सोध्यो भने के भन्नुहुन्छ परकलाई के पोर्क भनेको चाहिँ भैँसी पोर्क भनेको चाहिँ के अरे सुँगुर मै कन्फ्युज भयो मलाई सिकाउँदा पोर्क भनेको सुँगुर अनि त्यस पछाडि बफ भनेको चाहिँ भैँसी बफ माने सुँगुर बफ माने भैँसी बफ भनेको चाहिँ भैँसी भन्नु बफ भनेको चाहिँ भैँसी भन्नु अनि पोर्क भनेको सुँगुर अब पिक सम्झिनु पर्यो होइन पीबाट सम्झिनु पर्यो पिक गरिदिनु भन्नु ठिक हो त पिक भने जुन खाने हो त्यही मात्रै नाम याद गरेर जानु क्या बफ भनेको भैँसीको खाने ल बफ अब त्यही मात्रै याद गरेर जानु लागै मर्नु छ बेबी खै म त अब जन्मेदेखि आजै हेरेको हौ आउँदैनौ तिमी त मलाई खोइ म त के पो पढ्छु दिदी ल यहाँ हुनुहुन्छ हाम्रो अन्जना म्याम अनि यहाँ हुनुहुन्छ युसन्द्र मिनी आँखा हेर्न कस्तो राम्रो आइरहेको हेलो भन हेलो ल
आन्टीको नम्बर फोन गरिदिएर गाइज हामीहरू चाहिँ बाख्रालीलाई जाँदैछौँ है अहिले चाहिँ बाख्रालीमा जाँदैछौँ बाख्राहरू चाहिँ हाम्रो त्यहाँनिर छ पर छ हाम्रो बाख्राहरू पर चाहिँ हामीहरू पहिला हामीहरू लिची किन्ने 20 रुपियाँको किन्थ्यौँ 50 रुपियाँको चाहिँ खान्थ्यौँ बोट पनि अनि 20 रुपियाँ 50 रुपियाँ कोही बेला साँच्चै लिची पो खान मन लाग्यो अहिले त सिजनमा आउनुपर्छ फेरि यहाँनिर खानु लिची अहिले साँधेर खाने खानदिन भएको के हो साँधेर खाने कुराहरू केही छैन यो सिजनमा केही पनि छैन अब मलाई कस्तो काँक्रा नुन घोटासँग खान मन लाग्यो अन्त त ल्याउँदा भइहाल्छ त बजारमा ल्याउने खाने अब मेलामा काँक्रा वाटरमेलन साँधेर यहाँनिर अहिले अब अम्बक पनि खाँदा हुन्छ छैन जस्तो मलाई अम्बक पनि मैले अम्बक पनि खाएको छैन बाख्रा यता छ हौ यताबाट जानु कता छ यता छ अनि घुमेर जानु छ नि त आज हामीहरू धान रोप्छौँ खान्छौँ यहाँनिर चाहिँ सुँगुरहरू रहेछ सुँगुर फार्म हाम्रो त्यहाँ ठुलो ठुलो मम्मीको 22वटा सुँगुर छ बास म हेरेर आएको आम्मामा यत्रो रहेछ हौ म त गने पनि एउटाको कति हजार पर्छ एउटा सुँगुरलाई 20,000 गरौँ न 20 होइन अहिले कहाँ 20मा दिन्छ त अनि 25 अब त कसरी छ अब त पनि 25 त परिहाल्छ नि 20,000 अनि 22 को त अनि कति लाखको सुँगुर को लाखको सुँगुर हो त्यो गाइज सुँगुर पालेर विदेश किन जानुपर्छ सुँगुर पालेर धनी सुँगुर पाल्ने तर अलिकति मेहनत गर्नु पर्यो होइन बाख्राहरू पाल्ने आफ्नै ठाउँमा बस्ने तर हाम्रो त त्यही पनि यस्तो राम्रो चाहिँ हाम्रो वातावरण देखेर हाम्रो गाउँघर एक्चुअली ल एउटा फुल टिपेर अनि कानमा सिउरी अनि यस्तो बनाउने पनि सिउरिनु पर्छ अनि यो त राम्रो फुल हो नि दाम देखिरहेको होला होइन यस्तो यहाँ पर सनसेट हेर्न जाऊँ भनेको कहिले जानु यार कोसी सनसेट जानुपर्छ अब फिल्म ढिलो भयो नहेरै ल्याएको ममला फिल्म ला त्यत्रो झन् ममला झन् चिटिक पारेर गएको त फिल्म त नहेरी आउनु भएछ अनि के गरेर आउनु भयो यत्रो बेर अनि मोमो मात्रै खाएर ल्याएको कुन मोमो खुवाउनु भयो पोर्क कि बफ हात चाहिँ लास्ट गलो घाँस 2 डोरी यो पनि उखाल्दिनु ड्याडी कस्तो साह्रो नसाह्रो लु हजुर आज छुट्टी कस्तो राम्रो आइरहेछ जा त गाई सबैलाई बाटो पनि निकाल्नुपर्छ हामीहरूले बाख्रा छैन मलाई बाख्रा किन्ने बोका किन्नु कस्तो मलाई चरा उडो वाउ शान्तिको प्रति परेवा यस्तै छ है हाम्रो गाउँघर साथीहरू हेर्नु सक्नुहुन्छ हजुरहरू यस्तै छ ल निकालौँ यहाँबाट अहिले मार्छ फेरि सो गाइज हाम्रो चाहिँ टिकटक पनि बनाएर सकिसक्यो अब चाहिँ हामीहरूले चाहिँ फोनमा चार्ज पनि सकिसक्यो त्यही भएर हाम्रो टिकटक कस्तो भयो के कस्तो भयो भनेर हेर्नका लागि चाहिँ हजुरहरूले चाहिँ के गर्नुपर्छ भन्दाखेरि चाहिँ सुजिका बाजे 17 मा गएर टिकटक सर्च गरेर हेर्नु होला हाम्रो भिडियोहरू आजको डान्स भिडियोहरू बनाएको छौँ हामीहरूले त्यही हो गाइज द्याट्स अल फर टुडे ओके गाइज अब चाहिँ हामी चटपटे खान जान्छौँ अनि भिडियोलाई चाहिँ त्यतै एन्ड गर्छौँ आजको ब्लग चाहिँ यस्तै भयो हजुरहरूलाई कस्तो लाग्यो प्लिज कमेन्ट गरिदिनु होला अनि मन परेमा लाइक कमेन्ट सेयर अनि मेरो च्यानललाई सब्सक्राइब गर्न नबिर्सिनु होला थ्याङ्क यू फर वाचिङ टिल द एन्ड गाइज बाई बाई लभ यू यहाँ हाम्रो गोरी आन्टीले बर मिठो बनाइदिनु यहाँको नाम के पो होटलको नाम शोभा होटल के छ भयो